तपाईँलाई क्यान्सर छ भनेर भन्नुभयो क्या। त्यतिखेर चाहिँ अनि म यत्तिकै के आँखा पनि चिम छैन, केही पनि छैन, त्यो मैले केही रियाक्ट नै गर्न सकिनँ क्या। अनि म छाँगाबाट खसेको जस्तो भयो त्यतिखेर 75 सालको साउन महिनाको कति चाहिँ एक्ज्याक्टली थाहा भएन मलाई होइन। 75 सालको साउनको महिना थियो। अनि के गर्ने त भनेर पनि मैले सोध्न सकिनँ। अनि दिदीले नै डक्टरलाई सोध्नुभयो। म हेरेको छु अझै पनि डक्टर। अनि अब के म अब बाँच्छु त भनेर भनेको। अनि डक्टरले भन्नुभयो बाँच्न सकिन्छ नि, किमोथेरापी गऱ्यो भने भनेर भन्नुभयो क्या। त्यसमा चाहिँ अलिकति चाहिँ मलाई आशा पलायो क्या, आशा पलायो त्यतिखेर चाहिँ। तर म रुएन के डक्टरको अगाडि। अनि म रुएन। अनि डक्टरले त्यसो भनेपछि चाहिँ अनि फोन गरेर बाहिर निस्केर फोन गरेर उसलाई भने यस्तो भयो भनेर। हजुर भयो भनेपछि चाहिँ ल त्यसो भए रुममै आऊ, त्यसपछि जाउँला सिभिल हस्पिटल भनेर भन्नुभयो होइन। अनि म भेना अनि दिदी अनि एक्स अनि सिभिल हस्पिटल त्यही दिन गयौँ। अब मेरो एक्सको कुरा जोडौँ कि नजोडौँ है? जोडौँ न। अनि त्यो मैले सप्लिमेन्ट खाँदै गरेको बेला चाहिँ म दिदीकोमा बसेर खान्थेँ नि त। अनि ठ्याक्कै मलाई क्यान्सर लागेको 2 महिनापछि नै ऊ फेरि म विदेश जान्छु भन्यो के। म विदेश जान्छु भनेर भन्यो। अनि मलाई चाहिँ एकदम डर थियो, म बाँच्दिनँ भन्ने थियो कि। अनि मैले उसलाई कतिको भने नजानु, जस्तो सुकै जेसुकै भयो नि बरु म मरे पनि सँगै मर्छु होइन भनेर भनेको थिएँ। अनि उसले मानेन क्या, उसले मानेन। अनि पहिला चाहिँ ऊ कतार गएको थियो, पछि अनि साउदी जान्छु भनेर गऱ्यो। अनि के भएको थियो भने उसको चाहिँ अलरेडी गर्लफ्रेन्ड रहेछ क्या। अलरेडी कतार हुने बेलामा गर्लफ्रेन्ड रहेछ। अनि एक दिन चाहिँ त्यही बिचमा अलि पछि मैले चाहिँ उसलाई सर्च गरिरहन्थेँ नि क्या, त्यो फेसबुकबाट अर्को आइडी खोलेर सर्च गर्दाखेरि उसको कमेन्टमा एउटा केटीले बाबा भनेर कमेन्ट गरेको भेटाएँ क्या। अनि मैले त्यो केटीलाई रिक्वेस्ट पठाएँ। त्यतिखेरसम्म हाम्रो अब डिभोर्सहरू चाहिँ केही पनि भएको थिएन। अनि पठाएँ। अनि तिमी को भनेर भनेको, म त फलानाको बुढी भन्छ सिधै। त्यो मेसेजहरू मेरो फेसबुकमा अहिले पनि छ। नेपाली नै केटी? नेपाली नै। ऊ चाहिँ इलामको थियो। अनि म उसको बुढी हो भनेर भन्यो। अनि तिमी मलाई चिन्छ भनेको, चिन्छु किन नचिन्नु भन्छ।